म चाहिँ साइकल किन्न आएको छु। साइकल मन नपरेर साइकल हेरिरहेको छु। अनि मेरो अवस्था चाहिँ यस्तो बिजौ छ। के गर्नु, किन्नै पर्ने। साइकल पनि एउटा मनै परेन। भगवान, म कहाँ जाउँ साइकल हेर्नुलाई। यस्तो साइकलहरू मात्रै छ के, मनै नपर्ने, अनुहारै नपरेको साइकलहरू मात्रै छ। भगवान, चिटिक्क परेको साइकलै छैन त। अनि के गर्नु यस्तो साइकल लगेर? पैसा पनि यति धेरै महँगो। फेरि साइकल लग्दिनँ होला मैले आज। दिनहरू त्यस्तै। नगेरवाला लगेर के गर्नु? नगेरवाला चाहिँ 19,000 रहेछ ने। एउटा छैन त अनुहार परेको साइकल। भगवान, के गर्नु? अर्को ठाउँमा हेर्छु। प्यात्ता परेको छ चाइनाको तुलको साइकल। यता छ जस्तै फेरि। साइकल सबसम्म त आइपुग्यो। आएर के गर्नु? एउटा साइकल मन परेन, म त्यतिकै फर्केँ। यस्ता बोटहरू छन् यहाँ। म साइकल किन्नको मलाई फुल मन पर्यो, तर यो फुल मलाई कसले किनिदिनु नि? साइकल त भेटेन कि, तर म यिनीहरू हेर्दैछु। अब चारवटा सुन्तलाको प्राइस 498। माथिको चाहिँ ट्याक्स हो। ट्याक्स नकाटिकन तलको चाहिँ ट्याक्स काटेर 94। भगवान, कसले खानु सक्नु? धनियाँ फेरि उस्तै हो 192। यसको प्राइस छैन रहेछ त फेरि। यस्तै हो साथीहरू। म चाहिँ साइकल किन्न आएको। के हेर्दैछु आज? साइकल मन परेन। साइकल फेरि अर्को सपमा गएर हेर्छु। यस्तो बिजुक पाराले अब खानेकुरा हेर्दैछु। साइकल किन्न आएको मान्छे।
ठिकको प्राइस चाहिँ 137। म आज सब देखाउन चाहन्छु, के गर्नु। के किन आएको म के हेर्दैछु, मेरो दिमाग के भएको। यो पाराले त मलाई चाहिएको सामान म किन्दिनँ होला। जाऊ हो, मलाई यहाँ साइकल मन परेन, म फर्किन्छु। यस्तो जाबो सामान के हेर्नु, टिसक्यो। यो भित्र चाहिँ माछा हुन्छ, तर यो भित्रको माछा मैले पनि खाएको छैन। हल्लिँदो रहेछ नि। टमाटरको रस हो। के हेर्नु बिजोक पाराले, म के किन्न आएको, के हेर्दैछु। मेरो जिन्दगी यस्तै हो, कहिलेकाहीँ घुम्नुपर्छ नि। यता देख्न सक्नुहुन्छ मासु फेरि। ओ माई गड, कति सस्तो हो र फेरि यो चाहिँ सस्तो लाग्यो मलाई। यहाँ धेरै पनि छ, अरू ठाउँमा भएको भएर अनि महँगो छ कि। 3-4 पिसलाई पर्छ 300-400 त। अनि त धेरै त हुने हो नि। अब यहाँ आम भनेको के आम होइन, मासु किन्नको लागि। तर यहाँ चाहिँ मलाई लास्ट जस्तो लाग्यो यो मासु। मोमो, जापानिज मोमो यस्तो हुन्छ। जापानिज मोमो भगवान। यताको सब मासु हो यो, तर के मासु हो मलाई पनि थाहा छैन। यो गाईको मासु म हेरेर थाहा पाइदिन्छु। यो सब गाईको नि। यो चाहिँ आलु हालेर बनाएको रहेछ नि भगवान। यसरी मेरो काम छैन आज, सधैँभरि यसरी डुलेर खान पाए त खुसी हुने रहेछ जिन्दगी। एवी पछि यता चाहिँ पुरै माछा। माछा मासु बेन्तो नि। बुढाहरू आउँछ फर्किने। चारवटा आलुको 213 सकिन्छ त जापान बसेर खान।
यो प्याजको 3टाको 213, माथिको चाहिँ ट्याक्स नकाटिकन ट्याक्स काटेर 213, तल सानो चाहिँ नक्कली साकुरा भित्रै फुल्या रहेछ यहाँ। आउन त नि म ठ्याक्कै यहाँ साइकल भएको ठाउँमा आएँ, तर मलाई आज साइकल मन परेन। साइकल नलिई फर्किँदैछु म। अर्को मिसेमा जान्छु, साइकल हेर्छु, मन पर्यो भने किन्छु, लान्छु। आजको दिन मेरो यतिकै गयो। घाम पनि लागेको छैन खासै। यस्तरी हिँड्छु म पसल हिँड्दा। यत्रो ठुलो सुपामा आएर पनि मैले एउटा साइकल पाइनँ। राम्रो साइकल छैन यो ठुलो म्याक्स भ्यालुमा। त्यही भएर म जाँदैछु अर्को पसलमा साइकल लिनुलाई। त मेरो घर नजिकैको सबमा चाहिँ अघि म आउँदाखेरि के भइरहेको थियो 1 बजेदेखि 2 बजेसम्म। त्यही भएर म यता टाढाको सुपामा आएको, ठुलो सुपा भनेर यहाँ चाहिँ राम्रो पाइन्छ होला भनेर झन् यहाँ राम्रै छैन रहेछ। अनि अब त्यही सुपामा जान्छु, हेर्छु, मन पर्यो भने लान्छु। यतातिर यस्तो टिलिक्क टल्केको गाडीहरू हुन्छ। अरूलाई देखायो भने मेरो घाँटी काट्छ होला, त्यही भएर मलाई मात्रै देखाउन चाहन्छु। ठिक छ, एक्लै आनन्द खुसी लाग्छ, एक्लै होइन। जहाँ गयो जे गर्यो आनन्द, जे खाए पनि हुने, नखाए पनि हुने। साथी भएको भए अब यहाँ यो कुरा मिल्दैन, त्यो कुरा मिल्दैन, एक्लै हल्लिँदै हिँड्यो बरु आनन्दै हुने। यहाँबाट चाहिँ मैले रोड क्रस गर्नुपर्ने हुन्छ। अहिले कसको पाली? मेरै पाली। म गइदिन्छु त ठ्याङ रोड क्रस गरेर। अघि आउँदाखेरि म्याप हेर्दै आएको थियो, अहिले म्याप हेरेको छैन, भ्लग गर्दै हिँडेको हो। म घरसम्म पुग्छु कि पुग्दिनँ थाहा पनि छैन। आउनु त यही बाटो आएको जस्तो लाग्छ नि, अघि पनि। यही राम्रो बाटो जस्तो लाग्छ। 2 मिनटको सबमा हिँड्दा पनि म ब्याग स्याग बोकेर टिटिक्क बनाएर हिँड्छु। मलाई थाहा पनि छैन होइन, यस्तो भित्र निसी खाउँथ्यो, यस्तो भित्रतिर पनि यस्तो राम्रो ठाउँ होला भनेर। आज आएको हो म फर्स्ट टाइम यो भित्रतिर चाहिँ। नभए म त एकीबाट हाम्रो रुम त 5 मिनट लाग्छ नि त, त्यो त्यहाँ मात्र बस्थ्यौँ। यतातिर आउने टाइम पनि हुँदैन थियो। आज बच्चा म कामै गरेको छैन, अनि यसो डुल्दै भित्रतिर साइकल किन्न आएको थियौँ।
साइकल पाइएन, केही छैन। मलाई खुसी लागेछ यस्तो ठाउँतिर डुलेर पनि। कहिले कहिले डुल्नु पनि पर्छ, भित्र मात्र बस्नुहुन्न। मान्छेले मलाई हेर्छ हौ कहाँ परेर दिसुने जस्तो। मलाई एक्लै बोल्यो हुँदाखेरि बोला भन्दै होला मान्छेहरूले, तर म होइन। म चाहिँ हाम्रो घरनिरीको सुपामा आइपुग्यो, त्यहाँको पसलमा जान्छु अब। अघि बेग भइरहेको थियो अहिले, अनि खुलेको रहेछ भने अनि साइकल हेरेर जान्छु। अनि पनि भोलि आएर किन्छु। म जाँदा म्याप भेट्दै गएको थिएँ, अनि आउँदा चाहिँ भ्लग गर्दै आएको थिएँ। आइपुग्दैन होला भनेर धन्न आइपुगेँ। यहाँनिर नै हो मेरो। ला अझै तल पो आइपुगेछ, मास्तिर जानु पर्यो नि अहिले त्यो सुपासम्म। नै तल हामी यहाँनिर त्यो सुपा चाहिँ यता अगाडि छ, यता अगाडि छ। म जान्छु, साइकल हेर्छु। अघि 2 बजी थियो, अहिले 3 बजिसक्यो। खुल्यो होला नि, अघि ब्रेक थियो, ब्रेक। त्यो पसलमा जान चाहन्छु म। यस्तो राम्रो राम्रो फुलहरू राख्छ यतातिर। पुरै घरमा त फुलै फुल राखेको छ त हौ। साइकल पसल खुल्या रहेछ, म हेर्छु अब। अघि बन्द थियो, अघि म यही पसलमा आएको थिएँ, अहिले खुल्ला रहेछ। भगवान पसल भन्ने त धन्न मारेको मलाई। जाऊ भयो जाऊ, मलाई कहाँ जानु अब। म साइकल हेर्नु भगवान। दिक्क लाग्यो, आफ्नो खुट्टा मात्र दुख्यो, नखोजेको कुरा पाउनु। साइकल पनि छैन रहेछ राम्रो, भगवान।
केही छैन। आज नकिने भोलि किन्न चाहन्छु। भोलि हेर्छु, भोलि पनि राम्रो पाएँ भने अर्को मिसिनमा किन्छु। त्यहाँ राम्रो पाएन भने फेरि त्यहीँ अहिलेको ठाउँमै जान्छु अनि फेरि त्यहीँबाट उठाएर ल्याउँछु। एउटा के गर्नु, चाहियो भनेपछि अब काममा साइकलमा जाने हो, ट्रेनमा हिँड्नु पर्दैन। अब चाहिँ मेरो घर आइपुग्यो।